मनोविज्ञानले भन्छ कि हाम्रो दिमागले दिनभरमा हजारौं विचारहरू उत्पन्न गर्छ, तर समस्या तब सुरु हुन्छ जब हामी एउटै नकारात्मक विचारलाई समातेर त्यसको वरिपरि घुम्न थाल्छौं। यसलाई एङ्जाइटीको एउटा प्रमुख लक्षण मानिन्छ, जहाँ मानिसले सानो कुरालाई पनि पहाड बनाउँछ। हामीलाई लाग्छ कि धेरै सोच्नाले हामीले कुनै समाधान भेटाउँछौं, तर वास्तवमा धेरै सोच्नु भनेको एउटा ठाउँमा उभिएर भुमरीमा फसे जस्तै हो, जहाँ मेहनत त धेरै हुन्छ तर प्रगति शून्य हुन्छ। ओभरथिंकिङ रोक्नका लागि सबैभन्दा पहिले तपाईले अवेयरनेस अर्थात् जागरुकताको विकास गर्नुपर्छ। जब तपाईलाई महसुस हुन्छ कि तपाईको दिमागले अनावश्यक कुराको जालो बुनिरहेको छ, तब तुरुन्तै आफैलाई एउटा प्रश्न सोध्नुहोस्, के यो विचारले मेरो अहिलेको समस्या समाधान गर्छ? अधिकांश समय जवाफ हुँदैन भन्ने नै आउँछ। धेरै जसो सफल व्यक्तिहरूले प्रयोग गर्ने एउटा अचूक विधि हो 5-4-3-2-1 टेक्निक। यसले तपाईको दिमागलाई भविष्य वा विगतको चिन्ताबाट तानेर वर्तमानको वास्तविकतामा ल्याइदिन्छ।